ल आज हामी कुराकानी गर्न गइरहेछौँ धेरै वर्षपछि हाम्रो भान्जी इन्डियाबाट आउनुभएको नातिलाई लिएर। नाति सुतिसके छन् अहिले होइन, तर यहाँ आमा बुढी अनि भान्जीसित हामी आज भलोकुसारी गर्दैछौँ। ल भान्जी, हामी कति वर्ष पहिला इन्डियामा भेट भएको थियो अरे? धेरै भयो मामा, म त 10 वर्षभन्दा पनि सानी होला। 10 वर्षभन्दा सानी थियो म हामी जाँदाखेरि है। इन्डिया छोडेको पनि मैले लगभग 20 वर्ष भयो। 20 वर्ष भयो। 20 वर्ष भयो। हजुरले भन्नुहोस् न, म त धेरै सानी थिएँ, कस्ती थिएँ, के गर्थे? तिमी चञ्चले थियो, लुक्थ्यो, खाना मिठो नभएदेखि थालमा खाना राखेको टिपेर फाल्थ्यो। हो र? मलाई लौराले पनि हान्थ्यो। लौरा तिमी अप्ठ्यारी थियो कि धेरै? हैन होला। हो त्यस्तो त मलाई लाग्दैन। अप्ठ्यारी नै थियो। म चाहिँ नि ड्युटीबाट आउँदाखेरि मामा खै भन्थ्यो, अनि म लुक्थेँ त्यहाँ। हजुर। अनि तिमीले मलाई एकदम खोज्न लुकी हेर्दै कता लुक्नु भएको छ भन्दा हेर्दै थियो। ल बचपनको याद धेरै आइरहेछ। र अहिले हाम्रो भान्जी लगभग कति वर्षपछि आउनु भएको भन्दा 20 वर्ष, लगभग 18-19 वर्ष भयो। म 30 वर्षकी भएँ। तिमी 30 वर्षकी भइसक्यो? माई गॉड, मैले छोडा त सानी थियो, 10-12 वर्षकी थियो भोलि। मलाई पनि याद आउँछ, त्यतिखेर पनि हजुरसँग क्यामेरा थियो। त्यो क्यामेरा कहाँबाट आएको मामा? त्यो मिस्ट्री भयो कि? त्यो क्यामेरा मसँग हाम्रो स्विजरल्यान्ड एम्बेसीमा काम गर्दाखेरि, हजुरले एम्बेसीमा काम गर्दाखेरि त्यो उहाँबाट आएको थियो। त्यो उसबाट के भन्छन् जो अरे स्विजरल्यान्ड एम्बेसीको हाम्रो साउको घरबाट के उहाँ स्विजरल्यान्डबाट मलाई स्पेसल गिफ्ट ल्याइदिएर आएको थियो। गोराबाट। हजुर विदेश पनि जान कतिचोटि हो? कहाँ गएको? म विदेश 14 वर्ष बसे हो। जाने हो नि त निरन्तर भयो। 14 वर्ष विदेश बसेर आउन। आमा कति कमाउन के किन्दिन त तपाईलाई? सबै केही देख्दिन कर कि तिमीले कहाँ देखिन्छ आँखामा हजुरलाई मन थियो छोरालाई पठाउने विदेश? हजुरलाई मन थियो यति पढाउने लेखाउने छोरा विदेश जाने? थिएन। मन थिएन? नै, विदेश पठाउने मन थिएन, पढाउने मन थियो। नपढिकनै भागेर गयो छोरो। भागेर गयो। पैसा कहाँबाट आयो आबी? चोरेको हो कि? बुटोल आएर फलाएको हो कि? बुटोलमा आफै कमाउन थियो? कति वर्षको हुनुहुन्थ्यो भाग्नको घरबाट? सानो पहिले सुरुमा त 16 वर्षमा हो विदेश जान्छु भनेर भाग्न थालेको। हो र? 16 महिना 16मा हो, 16मा भएन, 20-22 मा गयो। त्यो कति 25-26मा हो कि 26मा त होइन होला। मामा तपाईलाई यस्तो के रहन्थ्यो 16 वर्षमा? बच्चा त्यतिखेर त खेल्ने हुन्छन्, क्रिकेट खेल्छन्। तपाईलाई विदेश जाने यति ठुलो सपना लिएर तपाईँ कसरी 16 वर्षको उमेरमा सोच्नु? हैन त कोही साथीहरूले 17-18 वर्ष एसएलसी दिएर क्याम्पस पढ्दै अब गइयो नि, केटाहरूको सोचमा लाएर गइयो। बच्चाहरूलाई रुवा लागेको चिसो लाग्छ। 11 पास त हो, 11 पास गरेर 12 हैन र? 12 को इक्जाम नदिएर पछि दिएर गएको। उठेर जान्थे बच्चाहरू? कति जान्थे, धेरै जान्थे विदेशमा पैसा कमाउन। तपाईसँग त्यतिखेर पैसा थियो? पैसा कमाउन जान्छन् त, यिनीहरू त कमाउन गएको नि त। भलाकुसारी हुँदैछ आज हामीहरूको। हेर्नुहोस्, कन्टिन्यू भान्जी। माइजू त हजुर मामालाई कहिले भेट्न त? कहिले कता भेट भयो त?
भाइजूलाई जाऊ न हजुरले भन्नुहोस् मामा धेरै शर्मै छ मामाले भन्नुहोस् माइजूले भन्न सक्नुहुन्न सक्नुहुन्न तपाईँले भन्नुहोस् अब धेरै पहिला भेटाएको 20 वर्ष पहिला भेटाएको आमाले खोज्दिनको कि आफै खोजेको सबै आफै गर्नको हजुरले मैले खोजेको मान्छे लिएर गएर खोजेर ल्याएको हजुरलाई त्यतिखेर चित्त बुझ्यो कि नै आफूले बुझ्यो किन नबुझ्छ बुझ्यो अच्छा चलो विदेश जानमा त मम्मीलाई चित्त बुझे थिएन बुढी लिएर आउनमा बुझ्यो मन गयो भने त पैसा कमायो भने त थियो बाहिर भएन मन मनैमा पनि थिएन मन मनैमा पनि थिएन सबै आमालाई हुन्छ छोरो सँगै रहोस् टाढा नजाओस् आफूले पालेको अब हजुरले आयुष्मानलाई पठाउन सक्नुहुन्छ अहिले सकिन्न ठुलो भएपछि त पठाउनु पर्यो सँगै राखेर के गर्ने आजकल त हामीहरू त लोभी भएर हो कि त्यतिखेर त आमा बुवालाई माया चाहिन्थ्यो पैसाको लोभ थिएन यति घडेरी थियो यही अल्ली गरेपछि कमाउँथ्यो रमाइन्थ्यो भन्ने हुन्थ्यो कि जस्तो मलाई लाग्छ नि आमा त्यही नै हो मामा फेरि तपाईँको सुरुबाट जर्नी के बचपनबाट अहिलेसम्मको भन्नुहोस् न मलाई त एकदम रमाइलो नाच्न गाउन घुम्न मलाई याद छ फोटो खिच्न मिठो मिठो खान आराम गर्न मन पर्छ यता काम भयो उता जान एकतिर काम भयो अर्कोतिर जान अहिले पनि मन पर्छ मलाई पनि याद छ इन्डिया हामी दुईटा कहाँ घुम्यौँ मामा हामी म उसलाई त माइलीलाई त लिएर कमल मन्दिर गयौँ होइन अनि के अरे यो नेहरू प्लेस भन्दा अगाडि छ नि त त्यो कमल लोटसको टेम्पल कमल मन्दिर गइयो त्यसपछि अन्त कहाँ गइयो इन्डिया गेट गइयो चिडियाघर पनि गयौँ होला कालकाजी मन्दिर पनि गयौँ और त्यतिखेरको फोटो छन् अहिले छन् एल्बम छ एक बक्सा छ त मसँग तो अगर पाए पर हामीले यसमा अट्याच गरौँला है छन् घरमा छन् कति फोटो छन् हाम्रो फोटो थिए घर कहाँ पाए पर हामीले लगाउँछौँ यसमा एकदम स्योर धेरै खुसी लाग्छ आज हामी भान्जीसँग भेटघाट भएका छौँ है बेलुकाको समय चाहिँ बेलुका 11 बज्यो रातिको बजे छैन नि बन्न थाल्यो र बजिसक्यो 11 बन्न थाल्यो होला बज्यो रमाइलो यादहरू पुराना यादहरू मा हामी रमाएका छौँ अहिले भलाकुसारी गरिरहेछौँ 11 बजेर अब रमाइलो भएको छ मामा हजुरले उठेर युट्युब स्टार्ट गरेको भए अहिले हजुर बसेर कमाउने हुनुहुन्थ्यो तपाईलाई गाडी पनि चलाउन पर्ने थिएन हजुरलाई थाहा छ अहिले फेमस भएको सौरभ जोशी इन्डियाको नम्बर 1 ब्लगर एक दिनमा कति कमाउँछ युट्युबर हो त्यसको आम्दानी आमा एक दिनको 20 लाख भन्दा धेरै के माया यही भिडियो बनाउने र राख्नेमा 20 लाख भन्दा धेरै छ हामीले त्यतिखेरबाट गरेको भए आज बसेर 50 लाख दिनको कमाइन्थ्यो कि मेरो 2008 देखिको च्यानल मेरो युट्युब च्यानल खोलेको तर त्यति अब इन्ट्रेस्ट नभएर हल्का फुल्का यसै पुराना यादहरू होइन पुराना फोटो भिडियोहरू बनाउने राख्ने कति पुराना तीजको हजुरले बिहाको राख्नु छ कस्तो राम्रो भ्यू आएछ नानीहरू सानो छँदाखेरिको पनि त्यसमा भिडियोहरू छ अब त्यस्तो थाहा भएन नि त पहिलादेखि यस्तो गर्नुपर्छ भन्ने होइन रमाइलो भएको छ अहिले पनि मैले पहिला फोटो राख्ने भन्ने यस्तो थिएन केही थिएन निशा सङ्गीता केही थिएन कि हजुर अनि फोटो खिचाउने भन्ने फोटो राख्ने भन्ने अन्त नि केही थिएन अहिले आएको यो त
यो आएका पनि अहिले भयो, अहिले 9-10 वर्ष त भइसक्यो होला। त्यति त भएन। टन्ने भयो। ल रमाइलो लायो आजको भलाकुसारी यहीँ सक्छौँ। फेरि अब भान्जी फेरि इन्डियादेखि आएपछि फेरि चाहिँ नि हामीले फेरि ब्लग बनाउने छौँ। हस् त, धन्यवाद, टाटा, नमस्ते सबैमा।